क्लास 10 एसई कम्पलसरी म्याथ फिक्स्ड क्वेसन चाहिँ साथीहरू 2082 100% ए प्लस यति क्वेसन्सहरू गर्नुभयो भने कम्पलसरी म्याथमा तपाईँहरूको 100% ए प्लस आउँछ। अब मैले यहाँ फिक्स एकदमै इम्पोर्टेन्ट क्वेसन्सहरू लिएर आएको छु। यिनै क्वेसन्स नै आउने हुन् है, त्यो नम्बरहरू भ्यालुहरू मात्र फरक हुने हो, बाँकीहरू सबै क्वेसन्सहरू सोध्ने प्याटर्नहरू सबै यिनै क्वेसन्स नै हुन्। फुल मार्क्स तपाईँको 75 हो, टाइम 3 घन्टाको हो। अब तपाईँहरूसँग एसई आउन धेरै समय पनि छैन, सो यिनै क्वेसन्सहरू प्र्याक्टिस गर्ने अनि जाने एकदमै इम्पोर्टेन्ट क्वेसन्सहरू। क्वेसन नम्बर 1 मा कस्तो खालको क्वेसन आउँछ भने तपाईँलाई थाहा नै छ, सेटको क्वेसन आउँछ। इन अ सर्वे अफ 100 पिपुल 76 पिपुल लाइक इलेक्ट्रिकल भेहिकल ओन्ली एन्ड 12 पिपुल लाइक डिजेल भेहिकल ओन्ली। द नम्बर अफ पिपुल हु लाइक इलेक्ट्रिकल भेहिकल इज 5 times मोर देन दोज हु लाइक डिजेल भेहिकल। इफ ई एन्ड डी बी द सेट अफ पिपुल हु लाइक इलेक्ट्रिक भेहिकल एन्ड डिजेल भेहिकल रेस्पेक्टिभली देन राइट द कार्डिनलिटी अफ फर दोज हु लाइक ओन्ली इलेक्ट्रिकल भेहिकल भनेर 1 मार्क्समा सोधेको छ। रिप्रेजेन्ट द एबोभ इन्फर्मेसन इन भेन डायग्राम भनेको छ। फाइन्ड द नम्बर अफ पिपुल हु डोन्ट लाइक बोथ भेहिकल भनेको छ। कम्पेयर द नम्बर अफ पिपुल हु लाइक एटलिस्ट 1 भेहिकल एन्ड दोज हु डोन्ट लाइक बोथ भेहिकल। यो क्वेसन गर्नुभयो भने तपाईँहरूले सेटका जस्ता सुकै क्वेसन्स पनि गर्नुहुन्छ। यो क्वेसन अलिकति तपाईँहरूलाई मैले थोरै डिफिकल्ट क्वेसन्सहरू पनि राखेको छु यहाँ अलिकति। त्यो क्वेसन्स यिनी क्वेसन्सहरू गर्नुभयो भने तपाईँहरूलाई अरू क्वेसन्सहरू केही पनि गर्नै पर्दैन के। क्वेसन नम्बर 1 मा यही क्वेसन्सहरू यिनी यस्तै खालको क्वेसन्सहरू आउँछ तपाईँहरूलाई। यो क्वेसन्स गर्नुहोस्, अरू प्र्याक्टिस गर्नै पर्दैन। अब यही आउँछ भन्न त सकिँदैन होइन, तर यिनी क्वेसन्सहरू गर्नुभयो भने तपाईँहरूले बवाल फोर्नुहुन्छ कि। ल क्वेसन नम्बर 2 हेर्नुहोस् है। सुनिता डिपोजिटेड रुपिज 8 लाख फर 2 years इन अ ब्याङ्क एट कम्पाउन्ड इन्ट्रेस्ट कम्पाउन्डेड एनुअली एन्ड द कम्पाउन्ड एमाउन्ट एट द एन्ड अफ द इयर वाज रुपिज 8,64,000. The quarterly compound amount on the sum of P in T years at R% in compound amount. Write down the relation among P, T, R and CA भनेको छ। रिलेसन लेख्न भनेको छ, अर्थात् रिलेसन भनेको के हो भन्दाखेरि फर्मुला लेख्ने हो, यसको फर्मुला लेख्ने है। त्यो नझुक्किने, तपाईँहरूलाई थाहा नै छ होला, धेरै प्र्याक्टिस गरिसक्नु भएको छ। अब यति क्वेसन्सहरू यति सिम्पल कुराहरू त मैले तपाईँहरूलाई सम्झाउनु पर्दैन होला सायद। फाइन्ड द एनुअल रेट अफ कम्पाउन्ड इन्ट्रेस्ट अफर्ड बाई द ब्याङ्क भनेको छ। र सी नम्बरमा चाहिँ अ ब्याङ्क चार्जेस इट्स पोलिसी फ्रम एनुअली कम्पाउन्ड इन्ट्रेस्ट टु सेमी एनुअली कम्पाउन्ड इन्ट्रेस्ट आफ्टर 1 year. इज द इन्ट्रेस्ट रिसिभ बाई हर इन 2 years सफिसियन्ट टु बाई अ स्कुटर विथ वर्थ रुपिज 1,40,000 भनेर सोधेको छ। सो यिनी क्वेसन्सहरू तपाईँहरूले गर्नुहोला। यी क्वेसन्सहरू मैले यहाँ देखाएका क्वेसन्सहरू एउटा पनि नछोड्ने है, एउटा पनि नछोड्ने। यी सबै क्वेसन्सहरू गर्नुभयो भने तपाईँहरूको धेरै मार्क्स आउँछ, किनकि मैले यहाँ टप क्वेसन्सहरू पनि लिएको छु के। एकदमै प्याप्सनले काट्ने खालको क्वेसन्सहरू यहाँ छन्। सो क्वेसन नम्बर 3 मा हेर्नुहोस्। गोपाल बाउट अ ट्र्याक्टर फर रुपिज 9,60,000. इट्स भ्यालु डिप्रिसिएट एट द रेट अफ 10% पर एनम. आफ्टर 3 years he sold the tractor for a price which is 3 lakh more than its depreciated value. What does R denote in the formula? PT is equals to P1 minus R upon 100 को पावर, यो टी छ। आरले के डिनोट गरेको छ भनेर भनेको छ। सो के डिनोट गर्छ आरले? रेट यो डिप्रिसिएटको रेट उसको डिनोट गर्छ के गर्छ तपाईँहरूलाई थाहा नै छ, त्यो लेख्नु होला। फाइन्ड द सेलिङ प्राइस अफ द ट्र्याक्टर भनेको छ। इफ गोपाल इन्भेस्ट द सेलिङ अमाउन्ट अफ द ट्र्याक्टर इन गोल्ड फर 1 year एन्ड द प्राइस अफ द गोल्ड इन्क्रिज एट द रेट अफ 10% पर एनम, हाउ मच मोर अर लेस इज द प्राइस अफ गोल्ड कम्पेयर टु द इनिसियल प्राइस अफ द ट्र्याक्टर भनेको छ। सो यो क्वेसन पनि एकदमै इम्पोर्टेन्ट छ क्वेसनहरू, यो क्वेसन पनि गर्नुहोला है। क्वेसन नम्बर 3। अब क्वेसन नम्बर 4 मा जाउँ। क्वेसन नम्बर 4 चाहिँ तपाईँहरूको मनी एक्सचेन्जबाट रिलेटेड छ। हेर्नुहोस् कस्तो खालको क्वेसन मैले लिएर आएको छु तपाईँहरूको लागि है। तपाईँहरूले अब प्र्याक्टिस कस्तो खालको गर्नुभएको छ यहीँबाट पनि थाहा हुन्छ है। यो क्वेसन्सहरू एकदमै कहीँ कतै नखोजेर आफैले प्र्याक्टिस गर्ने कोसिस गर्नु सुरुमा। एकर्डिङ टु द मनी एक्सचेन्ज रेट 1 month ago the buying rate of $1 was रुपिज 140 एन्ड द सेलिङ रेट वाज रुपिज 141.20 है यो। अनि एमा हाउ मच डलर्स डिड अ म्यान रिसिभ वर्थ विथ रुपिज 4,94,200 फाइन्ड इट भनेको छ। बी नम्बरमा हाउ मच नेप्ली रुपिज डिड एनदर म्यान रिसिभ वाइल एक्सचेन्जिङ $, 2,500 अन द सेम डे फाइन्ड इट भनेको छ। आफ्टर 2 weeks द बाइङ रेट अफ दिस $, बिकम रुपिज 142.80 है 80 by what percent was the Nepali currency devalued, find it भनेको छ। सो यो क्वेसन्स पनि गर्नु होला। यो क्वेसन पनि अलिकति
तपाईहरुको एक्जाममा आउने खालको क्वेशन नै हो, एससीमा आउने खालको क्वेशन नै हो। मैले यहाँ देखाएको क्वेशन्सहरु अलिकति तपाईहरुलाई टप लाग्न सक्छन्, तर यी क्वेशन्सहरु गर्नुभयो भने बाँकी सजिला चाहिँ झिना मसिना तिनी त भइहाल्छन् के। त्यही भएर यो अलिकति टप खालका क्वेशन्सहरु मैले लिएर आएको छु। यिनी क्वेशन्सहरु गर्नुभयो भने तपाईहरुले अरु क्वेशन्सहरु तिनी झिना मसिना गरिहाल्नुहुन्छ र एससीमा मैले भनौं यो भन्दा पनि सजिलो आउँछ के, यो भन्दा पनि सजिलो आउँछ, बुझ्नुभयो नि। तर यी क्वेशन्सहरु चाहिँ गर्नुलाई यी क्वेशन एउटा पनि नछुड्नु होला यी क्वेशनहरु। र क्वेशन नम्बर 5 हेर्नुस् है। क्वेशन नम्बर 5 मा द एरिया अफ ट्रायंगुलर सर्फेस अफ द स्क्वायर पिरामिड इज 320 सेन्टिमिटर स्क्वायर, फाइन्ड द लेन्थ अफ द साइड अफ द बेस, फाइन्ड हैन यो द लेन्थ अफ द बेस अफ द साइड हो, द लेन्थ अफ द साइड अफ अ बेस इज 16 सेन्टिमिटर, राइट द फर्मुला टु फाइन्ड टीएसए टोटल सर्फेस एरिया अफ स्क्वायर बेस्ड पिरामिड के हो तपाईले लेख्नु होला। फाइन्ड द स्ल्यान्ट हाइट अफ द पिरामिड के हो, फाइन्ड द भोल्युम अफ द पिरामिड। ल यो चाहिँ गर्नु होला। यो चाहिँ यति गर्नुभयो भने क्वेशन नम्बर 5 मा आउने खालको क्वेशन पनि तपाईहरुले गर्न सक्नुहुन्छ। क्वेशन नम्बर 5 मा यस्तै खालको क्वेशन आउँछ। सो फर्मुला लेख्ने अनि पछि यो स्ल्यान्ट हाइट पत्ता लगाउने अनि भोल्युम अफ द पिरामिड पत्ता लगाउने। यो चाहिँ सजिलो क्वेशन है। अर्को क्वेशन नम्बर 6 मा हेर्नुस्। The combined solid object is given alongside with a cone and a hemisphere. The total height of the solid is 35 cm and the height of cone is 20 cm भनेर एउटा कोन दिएको छ। त्यसपछि write the relation among the height, radius and slant height भनेको छ। रिलेसन भनेको छ मतलब तपाईहरुले फर्मुला लेख्ने हो यसको। फाइन्ड टीएसए अफ सोलिड एरिया अनि पछि आर दी टीएसए एन्ड सीएसए अफ सोलिड आर इक्वल भनेपछि तपाईहरुले सीएसए पनि पत्ता लगाउनु पर्यो यसमा। जस्टिफाई विथ रिजन भनेपछि टीएसए सीएसए दुईटा पत्ता लगाएर त्यसलाई कम्पेयर गर्नु पर्यो, त्यही हो। अनि इक्वल छन् भने छन्, छैनन् भने छैनन्। क्वेशन नम्बर 7 मा हेर्नुस् है। क्वेशन नम्बर 6 पनि एकदम इम्पोर्टेन्ट। यिनी क्वेशन्सहरु एउटा नछुड्नु होला है, एउटा पनि नछुड्नु होला है, क्वेशन्सहरु एउटा पनि नछुड्नु होला। यिनी क्वेशन्सहरु नै प्र्याक्टिस गर्ने। अब ओल्ड इज गोल्ड पल्टाउने, यो पल्टाउने, त्यो पल्टाउने। अब टाइम बढी नै गएको छ तपाईहरुको, टाइम अब छँदै छैन, एकदमै लिमिट टाइम छ तपाईसँग। अब बढी किताबहरु हेर्ने, त्यो हेर्ने, पल्टाउने गर्न भन्दा यिनी क्वेशन्सहरु टक्क हेर्ने, गर्नु होला। भिडियो टक्क खोल्ने अनि आफूले टक्क त्यो सल्युसन गर्ने, यिनी क्वेशन्सहरु गर्ने। एउटा क्वेशन पनि नछाड्नु होला। अ रेक्टेंगुलर हल क्वेशन नम्बर 7 हेर्नुस्। अ रेक्टेंगुलर हल इज 46 feet long and 24 feet broad. It has 4 windows of area 24 square feet each and 2 doors of size 7 feet by 4 feet each. The height of hall is 10 feet. What is the cost of coloring its floor excluding doors and windows at the rate of 65 per square feet भनेको छ। यो क्वेशन एउटा भयो। If rupees 40,000 sufficient to pave tiles of 24 feet and 24 होइन 2 feet on its floor at the rate of 150 per tile भनेको छ। यो क्वेशन पनि गर्नु होला, सजिलो क्वेशन हो यो पनि। क्वेशन नम्बर 8 हेर्नुस् है। There are 3 arithmetic means between 6 and 54. If the first term A is A and the last term is B, the number of arithmetic mean is n. Write the formula for finding the common difference भनेको छ। यो फर्मुला पत्ता लेख्ने हो, सरी। फाइन्ड अल अर्थमेटिक मिन अफ सिक्वेन्स फर्मुला फर्मड भनेको छ। अनि हाउ मेनी टर्म्स शुड बी एडेड आफ्टर 54 सो द्याट द सम अफ न्यू सिक्वेन्स बिकम्स 600 फाइन्ड इट भनेको छ। क्वेशन नम्बर 8 पनि हेर्नु होला। क्वेशन नम्बर 8 मा पनि यो क्वेशन तपाईहरुलाई कस्तो लागेको छ क्वेशन हेर्नु होला है एकचोटी। अब क्वेशन नम्बर 9 तपाईले प्र्याक्टिस गरेर भन्दा क्वेशन्सहरु फरक छन् कि वा सजिलो छन् कि वा यो चाहिँ यो भन्दा पनि तपाईहरुले चाहिँ अप्ठ्यारो क्वेशन्स पो गर्नु भएको थियो कि यो क्वेशन चाहिँ नछुड्नु होला है। यी भन्दा अप्ठ्यारो आउँदैनन्, यो भन्दा सजिलो आउलान्, बरु एससीमा यो भन्दा सजिलो आउलान्, यिनै त आउँछन् भन्ने त भन्दिन हैन। तर अब प्र्याक्टिस त गर्नु पर्यो। प्र्याक्टिस गर्दाखेरि यो भन्दा अप्ठ्यारो आउँछन् त म भन्दिन, यो भन्दा सजिलो चाहिँ आउन सक्छन्। अप्ठ्यारै आयो भने यो जतिको आउँछन्, बस यति प्र्याक्टिस गर्ने हो तपाईहरुले। अब टाइमै छैन तपाईसँग। क्वेशन नम्बर 9 हेर्नुस् है। अब इन अ राइट एंगल ट्रायंगल द हाइपोटेनस इज 6 meter more than twice the length of the shortest side. The remaining side is 2 meter less than the hypotenuse. If the shortest side of the triangle is x1, then write the length of remaining side of the triangle in term of x. अनि फाइन्ड अल द साइड्स अफ राइट एंगल ट्रायंगल भनेको छ। अनि सी नम्बरमा अ न्यू स्क्वायर इज कन्स्ट्रक्टेड सच द्याट इट्स डायगोनल इज इक्वल टु द हाइपोटेनस अफ द ट्रायंगल। फाइन्ड हाउ मच मोर देन एरिया अफ स्क्वायर इज देन द्याट अफ द ट्रायंगल भनेको छ। यो क्वेशन नम्बर 9 पनि हेर्नु होला, यो क्वेशन पनि गर्नु होला। क्वेशन नम्बर 10 सल्भ भनेको छ। एकदमै यो चाहिँ तपाईहरुको त त्यो वेदान्त एक्सपेरिमेन्ट म्याथमेटिक्समा पनि भइराखेको हुन्छ यो क्वेशन्सहरु त हैन। तपाईहरुले पढ्नु भएको छ भने यो क्वेशन्सहरु पनि त्यहाँ त देखिरहेको हुन्छ। यो टेक्स्ट बुकमा हुने खालको क्वेशन पनि भइहाल्यो क्वेशन नम्बर 10 को। क्वेशन नम्बर 11 हेर्नुस्। 2 triangles PQS and PQT are the same base PQ and between the same parallel lines PQ and ST भनेको छ। नेम द ट्रायंगल which is equal
इन एन एरिया ट्रु ट्रायंगल PQT भनेको छ प्रुभ द्याट एरिया अफ ट्रायंगल PQT इज इक्वल्स टु द हाफ अफ एरिया प्याराग्राम PQRS यो टेक्स्ट बुकमा आउने खालको क्वेसन हो इफ द एरिया ट्रायंगल PQT इज तपाईको 20 सेन्टिमिटर स्क्वायर फाइन्ड द एरिया अफ ट्रायंगल PQR यो PQR हैन है सरी फाइन्ड ट्रायंगल QRS है QRS ल यो क्वेसन चाहिँ तपाईहरुको यो चाहिँ टेक्स्ट बुकमा हुने खालको क्वेसन हो टेक्स्ट बुकमै हुन्छ यो खालको फिगर तपाईहरुले टेक्स्ट बुकमा पनि देखिराख्नु भएको होला क्वेसन नम्बर 12 मा हेर्नुस् यो पनि के रे टेक्स्ट बुकमै छ टेक्स्ट बुकमै छ है तपाईहरुले पढ्ने बुकमै छ क्वेसन नम्बर इन एन एडजोइनिङ फिगर ABCD इज साइड क्वाड्रिलेटरल द साइड BC इज प्रोड्युस टु E AB इज इक्वल टु C अनि यो ट्रायंगल ABD इज इक्वल टु ट्रायंगल DBC प्रुभ द्याट BD इज इक्वल्स टु DE भेरिफाई एक्सपेरिमेन्टली पनि सोधेको छ यहाँ त्यसपछि फेरि यो फिगर मैले यहाँ बनाएर देखाएको छु यी क्वेसन्सहरु आउन सक्छ तपाईहरुले राम्रोसँग हेर्नु होला क्वेसन नम्बर 12 मा क्वेसन नम्बर 13 मा तपाईहरुले एक प्यारालेलोग्राम गराउनु भनेको छ अल्सो कन्स्ट्रक्ट ट्रायंगल APQ ह्याभिङ वन एंगल 60 डिग्री भनेको छ अब यो कन्स्ट्रक्सन त काँटा कम्पास खेलाउन राम्रोसँग आउँछ होला तपाईहरुलाई त्यही तरिकाले तपाईहरुले गर्ने हो अब राइट द रिजन्स अब यो कन्स्ट्रक्सन त सबै विद्यार्थीहरुलाई आइरा हुन्छ कुनैले चाहिँ अलिकति हेलचक्राइ गरेर पछि हेर्छु भनेर चाहिँ छोडिरा हुन्छन् कन्स्ट्रक्सन हैन त्यो चाहिँ नगर्नु होला है कन्स्ट्रक्सन पनि मजाले प्र्याक्टिस गरेर जानु होला है तपाईले छोड्नु भएको छ भने पनि मजाले गर्नु होला कुनै विद्यार्थीले कन्स्ट्रक्सनै गर्ने हो उलाई अरु केही आउँदै आउन्न कन्स्ट्रक्सनै हेर्छ उले कुनै विद्यार्थीले हेरि कन्स्ट्रक्सनलाई छोडेर अरु हिसाबहरु गरेर हुन्छ कन्स्ट्रक्सन नै उले बिर्सिरा हुन्छ कन्स्ट्रक्सन छ भन्ने पनि त्यही भएर कन्स्ट्रक्सन चाहिँ मजाले हेर्नु होला है कन्स्ट्रक्सन मजाले प्र्याक्टिस गरेर जानु होला पछि टाइम हुन्न नि फेरि वहाँ गएर एक्जाम होला गएर एकैचोटी गर्छु त्यो हुँदैन एकचोटी प्र्याक्टिस गर्नै पर्छ यही क्वेशन्स भने प्र्याक्टिस गर्नुस् यो बाहेक अरु पनि आउन सक्छ है कन्स्ट्रक्सन यो बाहेक अरु पनि आउन सक्छ सो अरु पनि प्र्याक्टिस गर्नुपर्ने हुन्छ कन्स्ट्रक्सन चाहिँ तर प्र्याक्टिस चाहिँ गरेर जानु पर्यो कन्स्ट्रक्सन है एक्जाम हलमा गएर एकैचोटी बनाउने वा साथीको हेरेर बन्दैन त्यहाँ बन्दैन है त्यो कुरा याद गर्ने अब क्वेसन नम्बर 14 हेर्नुस् फ्रम द टप अफ यो हाइट एन्ड डिस्टेन्सको यो भयो हाइट एन्ड डिस्टेन्सको चाहिँ यो क्वेशन्स भयो फ्रम द टप अफ 50 मिटर यो जसले अप्सनल म्याथ पढेको छ उसलाई त यो ABCD जस्तै होला हैन यो क्वेशन्स मजाले हेर्नु होला तपाईहरुले मैले पढिन तपाईहरुले मजाले हेर्न सक्नुहुन्छ क्वेशन नम्बर 15 अब यो पनि तपाईहरुलाई विद्यार्थीहरुको लागि त यो पनि एकदमै यो त विद्यार्थीहरुको लागि के भन्ने सजिलो क्वेशन हैन एकदमै एक्जामिनरलाई थ्यांक यू भन्ने टाइपको क्वेशन भयो हैन मिन मेडियन मोड यस्तै टाइपको आयो भने त हैन यस्तो बक्सवाला यो मिन मेडियन मोड आयो भने त विद्यार्थीहरुको लागि त यो चाहिँ यो पनि खुसीको खबर नै भयो ल क्वेशन नम्बर 15 यस्तै खालको क्वेशन आउँछ यो पनि हेर्नै राम्रोसँग अर्को विद्यार्थीहरुलाई फेरि मन पर्ने क्वेशन भनेको क्वेशन नम्बर 16 हो क्वेशन नम्बर 16 मा पनि यो प्रोबेबिलिटी सम्बन्धी आउँछ विद्यार्थीहरुलाई यो पनि मन परिरा हुन्छ क्वेशनहरु अ ब्याग कन्टेन्स 18 बल्स अन द अफ द सेम शेप एन्ड साइज आउट अफ देम 8 बल्स आर रेड एन्ड रिमेनिङ आर व्हाइट 2 बल्स आर ड्रन वन आफ्टर अनदर विदाउट रिप्लेसमेन्ट केही त्यो रिप्लेस नगरिकन चाहिँ दुईटा एकैचोटी निकालियो त्यसपछि त्यो पुनः त्यसलाई राखिएन भन्न खोजेको व्हाट इज द भ्यालु अफ n a इन्टरसेक्सन b इफ a and b आर म्युचुअली एक्सक्लुसिभ इभेन्ट भने के हो त तपाईलाई थाहा नै छ होला हैन सो द प्रोबेबिलिटीज अफ अल पोसिबल आउटकम्स इन ट्री डायग्राम तपाईलाई बनाउन आउँछ होला सो यो क्वेशन्स गर्नुभयो भने धेरै क्वेशन्सहरु चाहिँ तपाईहरुलाई आउँछ है यो क्वेशन नम्बर 16 यो पनि हेर्नु होला प्रोबेबिलिटी सम्बन्धी क्वेशन हो यो यिनै क्वेशन्सहरु थिए है सो यिनै क्वेशन्सहरु थिए यदि तपाईहरु चाहिँ हैन तपाईहरुले खतरै गर्ने स्टुडेन्ट हो भने त ठिकै छ एभरेज स्टुडेन्ट हो भने पनि ठिकै छ तर अलिकति पासको लागि तपाईहरुले स्ट्रगल गरिराख्नु भएको छ भने नम्बर 1 तपाईहरुले हेर्ने भनेको के हो भन्दाखेरि नम्बर 1 हेर्ने भनेको तपाईहरुले कन्स्ट्रक्सन हेर्नु होला हैन यदि पास हुनै गाह्रो छ भने है नम्बर 1 हेर्ने भनेको कन्स्ट्रक्सन तपाईहरुले नम्बर 2 भनेको तपाईहरुको लागि अब एकदमै तपाईहरुले हेर्नै पर्ने के बाँकीहरु त छोड्दै पनि हुन्छ बरु हैन तपाईहरुले यदि पासको लागि पासिङ मार्क्स ल्याउनको लागि स्ट्रगल गरिरहेका विद्यार्थीहरुको लागि है पासिङ मार्क्स ल्याउन पनि गाह्रो भइरहेको विद्यार्थीहरुको लागि है यो चाहिँ नम्बर 1 कन्स्ट्रक्सन हेर्ने तपाईहरुले मजाले कन्स्ट्रक्सन हेर्नै पर्छ नम्बर 2 तपाईहरुले हेर्नु भनेको हाइट एन्ड डिस्टेन्स हेर्नु होला त्यसबाट पनि सजिलै क्वेशन्सहरु सोध्छ हाइट एन्ड डिस्टेन्स नम्बर 3 यो मिन मेडियन मोड वाला हेर्नु होला मिन मेडियन मोड वाला हेर्नु होला यो खालको क्वेशन है यो खालको क्वेशन हेर्नु होला भनेपछि क्वेशन नम्बर यो 13 मा सोध्छ क्वेशन नम्बर 13 मा सोध्छ यो क्वेशन नम्बर 14 मा सोध्छ यो क्वेशन नम्बर 15 मा सोध्छ यो
अनि क्वेसन नम्बर 3 नम्बर 4 मा चाहिँ तपाईहरुले हेर्ने भनेको यो प्रोबेबिलिटी सम्बन्धी ट्री डायग्रामहरु यता मजाले हेर्नु होला। यो पनि सजिलै हुन्छ, यो धेरै गाह्रो हुन्न कि त्यस्तो। क्वेसन नम्बर अब यो 16 मा सोध्छु यो। त्यसपछि नम्बर 5 मा तपाईहरुले सेट हेर्नु होला। सेटबाट पनि एकदमै सजिलो हुन्छ। सेटबाट पनि तपाईहरु फर्मुला जान्यो भने सेटको पनि सजिलै छ हो। फर्मुला जान्नु होला। फर्मुला जानेपछि सेटको पनि सजिलै छ। सेट पनि कसैलाई चाहिँ अप्ठ्यारो लागेर हुन्छ, कसैलाई चाहिँ सजिलो पनि लागेर हुन्छ। सेट पनि हेर्नु होला है। क्वेसन नम्बर यो 1 मै सोध्छ हैन। त्यसपछि अर्को भनेको तपाईहरुले यस्ता खालका क्वेशन्सहरु हेर्नु होला है। यस्ता खालका क्वेशन्सहरु हेर्नु होला। यदि तपाईहरु पासको लागि स्ट्रगल गर्दै हुनुहुन्छ भने यस्ता खालका क्वेशन्सहरु हेर्नु होला। त्यसपछि अर्को भनेको मनी एक्सचेन्ज पनि सजिलो हुन्छ। त्यसपछि तपाईहरुको चाहिँ कुनै क्वेशन्सहरु चाहिँ जस्तै कि यो सुरुकै यिनी क्वेशन्सहरु पनि फर्मुलाहरु चाहिँ जान्नु होला है। यिनी क्वेशन्सहरुमा अर्थमेटिकका क्वेशन्सहरु लिने भनेको फर्मुला चाहिँ जान्नु होला यसबाट है। फर्मुला जान्नुभयो भने के हुन्छ भन्दाखेरि फर्मुलाबाट त्यही फर्मुलामा जे भ्यालुहरु छन् नि, यहाँ गिभन भ्यालुहरु के जे भ्यालुहरु छन् तिनी पुट गरिदिनु होला। ती गरिसकेपछि पनि मार्क्स चाहिँ आउँछ है तपाईहरुलाई। यसको पनि अब यहाँ कुनैमा त रिलेसनै लेख्न भनेको छ, फर्मुलै लेख्न भनेको छ हैन। यो पनि हेर्नु होला। यो पनि सजिलै छ है। यिनीहरुको पनि फर्मुलाहरु नै हेर्नु होला। फर्मुला हेरिसकेपछि फर्मुलाहरुबाटै तपाईहरुले जे आउँछ तपाईहरुलाई त्यति पुट गर्दै जानु होला। यी गरिसकेपछि तपाईहरुलाई पास हुन चाहिँ सजिलो, गाह्रो छैन है। पास हुन चाहिँ गाह्रो छैन। सो बेस्ट अफ लक सबैजनालाई। र च्यानलमा नयाँ चाहिँ सब्स्क्राइब गरिदिनु होला। र अरु भिडियोजहरु पनि मज्जाले आउँछ। र थ्योरी सब्जेक्ट्सहरुमा कसरी हामीले चाहिँ एन्सरहरु लेख्नुपर्ने हुन्छ त्यो पनि म ल्याउने छु। एकाउन्ट्सहरुको मज्जाले भिडियोहरु आउने छ, त्यो पनि हेर्नु होला। सो थ्यांक यू सो मच सबैजनालाई।